यो एउटा गीत मात्रै होइन, समाज परिवर्तनको बुलन्द आवाज पनि हो। यो दूरदराजको एउटा समुदायलाई जागरुक बनाउन यहाँका सचेत नवजवानहरूले जिम्मेवारी वहन गर्दै गरेको एउटा दर्विलो उदाहरण हो। देउडाबाट नाचबाट मान्छेले सचेत बनाउन सकिन्छ भनेर कार्यक्रमहरू गरिरहेका छौँ। बालविवाह नहोस्, अब छाउपडी प्रथाहरू निर्मूल होस्, छुवाछुत नहोस्, सबै एउटै हौँ, बराबर हौँ हामीहरू भनेर अति समाज रूपान्तरण गर्नको लागि अब सबै आकर्षण देउडामा हुन्छन्। देउडाबाट सचेत हुन्छन् नि त, किनकि यो देउडा रहेछ भनेर उनीहरू जान्न आकर्षण हुन्छन्। जान्न आकर्षण भएको हुँदा उनीहरूलाई सचेत हुने अवसरहरू पनि मिल्छन् नि। अब सिएसीले गरिरहेको के छ भने गाउँठाउँमा गएर अब यो बालविवाह नै आउँछ। पहिला बालविवाह कुरो गरिरहेका छौँ। घर घरमा गएर कसैले बालविवाह गरेको छ भने घरमा गएर बालविवाह गर्नुहुन्न भने, यदि गरेको छ भनेपछि उहाँहरूलाई सम्झाइ बुझाइ गर्ने, सुझाव सल्लाह दिएर अब बालविवाहलाई बदर गर्ने पनि गरिरहेका छौँ। विकट पहाडी जिल्ला कालीकोटका दीक्षित परिवर्तनका स्तम्भकहरू जो सानै उमेरमा विवाह गर्दा भविष्यमा निम्तन सक्ने गम्भीर स्वास्थ्यजन्य परिणामका विषयमा पहिले आफू सचेत बने र अहिले विभिन्न रचनात्मक क्रियाकलाप मार्फत आफ्नो समुदायलाई जागरुक बनाउने अभियानमा निरन्तर क्रियाशील छन्। किशोर अवस्थामा द्रुततर रूपमा शारीरिक, भावनात्मक र संवेगात्मक वृद्धि विकास हुने भएकाले यो उमेर अवस्थालाई निकै संवेदनशील मान्ने गरिन्छ। बाल विवाह, असुरक्षित यौन सम्पर्क, गर्भधारण र त्यसले सिर्जना गर्ने गम्भीर परिणामका सन्दर्भमा किशोर किशोरी सचेत हुन अति जरुरी छ। यी ग्रामीण किशोर किशोरीले यस्ता विषयमा सामूहिक भेलाको आयोजना गरी घनीभूत रूपमा छलफल गर्ने र अरूलाई पनि बुझाउने गरेका छन्। टिनेजको उमेर भनेकै संवेदनशील उमेर होइन, जसमा संवेगहरू उत्पन्न हुने र ती संवेगहरूलाई नियन्त्रण गर्न नसक्दाखेरि चाहिँ कहिलेकाहीँ गलत क्रियाकलाप भएर त्यहाँबाट केही घटनाहरू घट्ने सम्भावना देखिन्छ। जुन घटनाहरू घट्न नदिनको लागि हामीले यौन तथा प्रजनन स्वास्थ्य शिक्षा लिन जरुरी छ। कहिलेकाहीँ आफ्नो पार्टनरसित पनि कहिलेकाहीँ यस्तो यौन सम्पर्क भइहाल्यो भने पनि त्यही गर्भनिरोधका साधनहरू चाहिँ युज गर्न चाहिँ सक्षम हुने अर्थात् युज गर्न नलजाउने चाहिँ भइरहेका छन्। यो बीचमा धेरै किसिमका परिवर्तनहरू आउँछन्। महिनावारी सुरु हुन्छ अनि विपरीत लिङ्गीप्रति आकर्षित हुने अस्थायी साधनहरू सबै हामीले बुझिराख्नु जरुरत छ र अनिश्चित गर्भधारण रोक्न पनि सकिन्छ। यस कारणले प्लान इन्टरनेसनल नेपालले विभिन्न साझेदार सङ्घ संस्थाहरूको सहकार्यमा कालीकोट, जुम्ला र बर्दिया जिल्लामा कार्यान्वयन गरेको बाल विवाह, छिटो विवाह र जबरजस्ती विवाह रोकथाम परियोजना मार्फत ग्रामीण समुदायमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्रवर्धनको सवालमा विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गरेको छ। परियोजनाको सक्रियतापछि ग्रामीण समुदायका किशोर किशोरीसहित पाका पुस्तामा समेत यौन तथा प्रजनन स्वास्थ्य, परिवार नियोजन, गर्भनिरोधक सामग्री र सुरक्षित गर्भपतन लगायतका विषयमा व्यावहारिक बुझाइ बढेको पाइन्छ। मेरो सोच बालविवाह नगर्ने छ। किन भनेपछि अब मानसिक तनाव हुन्छ, शारीरिक तनाव हुन्छ, श्रीमतीलाई पनि असर हुन्छ, बच्चा र आमाको मृत्यु हुन सक्छ। यस्ता असर हुन्छन् भन्ने मलाई थाहा छ, त्यसैले म बालविवाह गर्दिनँ। महिनावारी भएको बेला चाहिँ आमाहरूलाई प्याडको व्यवस्था गरिदिनुपर्छ। फलफुल खानेकुराहरू पनि दिदिने अनि आराम रेस्ट गर्न दिने उहाँहरूलाई। तपाईँ रेस्ट गर्नुहोस्, म सबै घरको काम सम्हाल्छु, वा दाइ दिदीहरू हामीहरू मिलेर काम सघाउँछु भन्छौँ। यसै गरी विद्यालय तहमा महिनावारी विश्राम कक्ष, छात्रा मैत्री शौचालय, प्रयोग भएका प्याडको उचित व्यवस्थापन र खानेपानी, सरसफाई तथा स्वच्छता वासको उचित प्रबन्ध गर्न परियोजनाले सघाएको छ। बृहत यौनिकता शिक्षा सम्बन्धी तालिम पाएका शिक्षकहरूको फेरिएको अध्यापन शैली र उनीहरूको सुव्यवहारले यौन तथा प्रजनन स्वास्थ्यको सन्दर्भमा शिक्षक विद्यार्थी बीच खुलेर संवाद गर्ने अभ्यास सुरु भएका छन्।
पटक पटक यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी हामी जनतामा कार्यक्रम गरेका छौँ, र्याली गरेका छौँ, तालिमहरू गएका छौँ, जसले कारणले गर्दा अहिले के भनेपछि विद्यार्थी र शिक्षकमा एकदम खुलेर मित्रवत व्यवहार छ, जसले गर्दा एकदम सहज भएको छ। त्यस्तो लाज मान्नुपर्ने अवस्था छैन। महिनाहरू भएको बेला विद्यालयमा अनि सर र म्यामसँग खुलेर कुरा गर्छौँ। अनि मलाई पेट दुखेको छ, म आराम गर्छु भनेर यहाँ आराम कोठामा आउँछौँ हामी। यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सूचना र सेवाको सहज पहुँचले किशोरी तथा महिला सशक्तिकरण र लैङ्गिक समानता स्थापित गर्न महत्त्वपूर्ण सहयोग पुगेको छ। परियोजनाको अग्रसरताले विकट ग्रामीण समुदायका किशोरी र महिलाहरूमा आफ्नो शरीरमाथिको स्वामित्व र स्वनिर्णयको अधिकार स्थापित गर्न तथा बाल विवाह, छिटो विवाह र जबरजस्ती विवाह रोकथाम गर्न पनि उल्लेखनीय योगदान पुगेको छ।